सब खान लागेको सब पाएको दिदी सब पाएको यहाँ दुर्गा मेलामा मेला हेरेर हामी राति 11-12 बजे आएको छौँ नि सबैजना सँगै है हामी सब खान कुलाको पानी त हाल्नु भएको छैन नि छैन बेलुन पक्र न ल आएछ सब पैसा 500 को चप खान लागेका छौँ आज हामी गाइस 500 को आज हाम्रो पार्टी हुन लागिरहेछ अब हामी 500 को चप लिएर गएर पार्टी हाल्न लाग्यो नि भाउजू 500 को चप लिएर पार्टी हाल्न होइन हामी मेलामा आएर चटपट खोइ चप दिन त एउटा राम कम लिएर आइन्छ लेखे हो त्यो यो बाटो फुल सानो फुल बनाउँछ नि यहाँदेखि गरेको 22,000 दिन्छ हेलो गाइस हामी दुर्गा मेलाबाट घर फर्किँदैछौँ टुमे हामी दुर्गा मेला घर फर्केछौँ सबैको हातमा ब्यालुन छ हो टुमे ल यता सिजलाई 3 जना कुदाएको छन् अहिले काटेर रातिको मेला घर फर्केको बेला झाक्लुङ भएको बेला लच्छीले पक्रेको बेला सुशील दाइले गाडी चलाएको बेला हेलो गाइज हामी कष्टले हिँडिरहेको छौँ हामी यस्तो कष्टी ब्यालुन बोकेर हिँडेको छ हेलो गाइजहरू कहाँ गएर आएको हेलो गाइज हामी अब मदन भण्डारी राजमार्ग निस्किन लाग्यौँ बाटो एकदम अप्ठ्यारो छ बिस्तारै चलाउनु होला एकदम बिस्तारै स्लो अप्ठ्यारो छ
अब हामी हाइवे निस्किन लागिरहेको छौँ एकदम बिस्तारै बिस्तारै चलाउनु होला यो अहिले चाहिँ अब हामी जय शम्भो र शिवजीको मूर्ति पनि छ यहाँ सिन्धुली जिल्लाको सबभन्दा ठुलो शिवजीको मूर्ति जय शिवशङ्कर भोलेनाथ जय भोलेनाथ जय भोलेनाथ सब गाइजहरू पनि आइसके कति हालिसक्नुभयो गाइजहरू हामी मेलाबाट आउने गाइजहरू अब तिनवटा बेला ल्याएको गाइजहरू आउँदैछ पछाडि बोकेर उडेको छन् गाइजहरू बेलुन उडाउने भएको गाई एउटा लगिसक्यो गाई एउटा लगिसक्यो गाई टिप्न चाहिँ हो ल्याउनु गाई हामी पनि घुमेछौँ गाई हाम्रो साथीको गाई हाम्रो गाई साथीको बेलुन झरेछ गाई जो बाटोबाट छ गाई हामी बेलुन टिप्न हिँडेको छौँ गाई मुटुको धड्कनको बेलुन उता के गरे भिडियो के भयो भिडियो बनाए फेरि गाई हामीले बेलुन भेटिसक्यौँ अब हामी फेरि फर्किँदैछौँ गाडी आएको छ नि अलिक पछाडि मजाले हामीले छोराछोरीले गाई बेलुन ल्याइदिएको गाई उडीको बाराक गुरुङ गाई